morning everyone. आज म कुरा गर्न गइरहेको फाइनेन्शियल instrument is a legal contract that represents money ownership or the financial claim between the two parties is known as a financial instrument. Financial instrument is a asset which can be traded between the two parties. It is a evidence of ownership of the part of the something, just like a stock, debenture, share. It is फाइनेन्शियल इन्स्ट्रुमेंट को पार्ट एउटा रहेछ डिबेन्चर. सो हामीहरु उसको डिटेलमा कुरा गर्न गइरहेको. डिबेन्चर भन्नाले के हो? डिबेन्चर इज अ डेब्ट इन्स्ट्रुमेंट फंड रेज टु द जनरल पब्लिक. What do you mean by debenture? Debenture is a long-term loan borrowed by the company from the public or the investor. Every company needed to manage the financial stability, which can be growth for the company organization to build the financial stability. डिबेन्चर भन्नाले एउटा सानोमा बुझ्दाखेरि ऋणपत्र हो जसले कुनै कम्पनी अर्गनाइजेसन रेज गरेर फन्ड रेज गरेर उहाँले एउटा कन्ट्र्याक्ट बेस थ्रु द डिबेन्चर एन्ड व्हिच क्यान बी इस्यु फ्रम द स्टक मार्केट फ्रम द जसले कुनै पनि कम्पनी अर्गनाइजेसनले मेरो सेयरबाट उहाँले डिबेन्चर इस्यु गर्दाखेरि कुनै पनि कम्पनीले आफ्नो फन्डहरू म्यानेज गर्नको लागि थ्रु द इकोनोमिक ग्रोथ स्टेबिलिटी फर द बिजनेस एक्सपेन्सन इन्भेस्टमेन्ट द न्यू प्रोजेक्ट एन्ड व्हिच क्यान बी म्यानेज द लिक्विडिटी म्यानेज. सो द कम्पनी सुड बी रेज द फाइनेन्शियली कन्डिसन स्टेबिलिटी फर द फर्दर इकोनोमिक ग्रोथ. सो डिबेन्चर भनेको सिम्पलमा बुझ्दाखेरि कुनै कम्पनी अर्गनाइजेसनले आफूले फन्ड रेज गरिरहेको हुन्छ थ्रु द ग्रोथ. कुनै पनि कम्पनीले आफूले न्यू ग्रोथ गर्न खोजिरहेको न्यू प्रोजेक्ट लन्च गर्न खोजिरहेको छ उनीहरूको रेज लेक अफ द लट्स अफ मनी फन्ड. सो बेसिकली डिबेन्चर भनेको मेरो सेयरबाट नै इस्यु भइरहेको हुन्छ. सो जेनरल पब्लिकले पनि आफूले इन्भेस्ट गर्न पाइन्छ, एप्लाई गर्न दिन पाइन्छ. उसको फिक्स्ड इन्ट्रेस्ट रेट हुन्छ जस्तै 6 मन्थको पर एनमको उनीहरूले फिक्स इन्ट्रेस्ट रेट राखेको हुन्छ फर द 1 year एन्ड लङ टर्म ग्रोथको लागि लङ टर्म इन्भेस्टमेन्ट पनि हो फर द जेनरल पब्लिकको लागि अफ इन्भेस्टमेन्ट फर द लङ टर्म फर द स्टेबिलिटी ग्रोथ. जेनरल पब्लिकले आफूले इन्भेस्ट गर्यो भने जस्तै एफडीमा पनि ब्याङ्कको एफडी म्युचुअल फन्ड उनीहरूमा इन्भेस्ट गरिरहेको हुन्छ. सो एउटा पनि यसको फाइनेन्शियल इन्स्ट्रुमेन्टको डिबेन्चरमा पनि प्रायः जसो नेपालकै जेनरल पब्लिक टु इस्यु एन्ड द इन्भेस्ट द लट्स अफ पिपुल फर द स्टेबिलिटी लङ टर्म एन्ड टु ग्रोथ फर द जनरल पब्लिक डु नट नो अबाउट द सेयर मार्केट. जनरल पब्लिकलाई थाहा हुँदैन थ्रु द सेयर मार्केट. सो सेफ अनि लङ टर्म इन्भेस्टमेन्ट थ्रु द हामीहरू डिबेन्चरमा इन्भेस्ट गर्छौँ थ्रु द एफडीमा. देन द वी क्यान इन्भेस्ट थ्रु द म्युचुअल फन्ड. देयर इज अ लङ टर्म इन्भेस्टमेन्ट प्लान एन्ड सुड क्यान बी फ्युचर. डिफरेन्स बिट्विन सेयर एन्ड डिबेन्चर. सेयर हेभ अ हाई रिस्क एन्ड डिबेन्चर हेभ लो रिस्क. देन इफ द कम्पनी लसमा गइरहेको हुन्छ त फर्स्ट प्रायोरिटी भनेको डिबेन्चर होल्डरलाई आफ्नो कुनै पनि फन्ड रेज गरेको पैसा उनीहरूलाई रिटर्न गर्नु. सो डिबेन्चरलाई पनि हामीहरू बाइङ एन्ड सेलिङ गर्न पाइन्छ थ्रु द सेकेन्डरी मार्केट व्हिच क्यान बी ट्रेडेड इन द बाइङ एन्ड सेलिङ थ्रु द जनरल पब्लिक फ्रम द सेकेन्डरी मार्केट. सेम लाइक द हामीहरू सेयरको बाइङ एन्ड सेलिङ गरिरहेको थ्रु द सेकेन्डरी मार्केट जस्तै सेम लाइक टु डिबेन्चरलाई पनि बाइङ एन्ड सेलिङ गर्न पाइन्छ सेकेन्डरी मार्केटमा गएर.